हाई नमस्ते। म चाहिँ यहाँ बेगनको भर्ता बनाउन गइरहेको छु। भ्यान्टाको भर्ता। यसलाई चाहिँ म पहिले पोल्छु। मजाले पोलेर अनि यता यहाँ मात्रै भएन भनेर अर्को पनि ग्यास बालेर त्यता पनि बनाइरहेको छु गाइज। मलाई चाहिँ एकदम मनपर्छ भ्यान्टाको भर्ता। भयो मेरो भ्यान्टा पोलेर भ्याइयो। अब अलिकति टमाटर लगाएर नअड्केको त्यसका बल्ल अड्क्यो। अलिकति लसुन अनि त्यहाँबाट सानो टुक्रा अदुवा। यो सबै पनि पोल्छु। मजाले उल्टाइ पुल्टाइ गरेर मैले चाहिँ हातैले गरेको कता थियो च्याप्ने कता हो भयो। मेरो टमाटर पनि भयो। अब म यसको छाला निकाल्छु, स्किन निकाल्छु। छाला भन्न आएछ। यसलाई सबै यसरी मजाले निकाल्नुपर्छ। मजाले गाइज हजुरहरूले बनाएर खानु भएको छ कि छैन? यो एकताल ट्राई गर्नु, मिठो मिठो हुन्छ। मलाई चाहिँ सब्जी भन्दा यसरी बनाएको एकदम मनपर्छ। अदुवा लसुन प्याज नखानेले नहाल्दा नि हुन्छ। मैले आज चाहिँ प्याज चाहिँ हालिनँ किन अलि धेरै भयो। मेरो त अनि बाबुले खाँदैन, म एक्लै हो, फेरि बिग्रिन्छ भनेर मैले नहालेको। फ्रिजमा राखेर म भोलिसम्म खान सक्छु यसलाई। अनि मैले चाहिँ यसलाई मजाले काटेर यहाँ चाहिँ डल्ले अनि त्यहाँबाट त्यो अघि पोलेको अदुवा लसुन मजाले पिसेँ पहिले। अनि त्यहाँबाट त्यसलाई पनि म अलिक क्याच पार्छु ताकि त्यसको लम्सहरू नबसोस् भनेर। यसलाई मजाले अलि धेरै एकैचोटि हालिछु कि गाई जाने अलिक गाह्रो भयो। ल मैले पिसेर सिद्ध्याइसकेँ। अब यसलाई म झान्छु। यता मैले कराईमा तोरीको तेल राखिसकेपछि मैले मेथी अनि त्यहाँबाट सुकेको खुर्सानी फुराएँ। अब यसलाई मजाले चलाइ पकाउँछु एकछिन। मैले यहाँ नुन र बेसार पनि एड गरेको छैन, त्यही भएर एड गर्छु। अघि नै पिस्दाखेरि एड गर्दा नि हुन्थ्यो, म चाहिँ पकाउँदाखेरि एड गर्छु। यसलाई अझै होस् भनेर पहिले मजाले त्यो लम्सहरू एउटै नबसोस् भनेर लरर परेको हुन्छ नि गाई जस्तो गऱ्यो भने। त्यो मैले सिलौटोमा पिस्दा चाहिँ अलि धेरै लिएँ के, त्यही भएर राम्ररी पिसेको थिएन। मैले यो नुन र बेसार पनि हालेँ, मजाले चलाएँ। थोरै रातो खुर्सानी कलरको लागि राखेँ। अब मेरो भर्ता तयार भयो। गाइज मेरो भर्ता।